अङ्गुर पनि साँधेर खान मिल्ने रहेछ कि जिन्दगीमा पहिलोचोटि 1 किलो अङ्गुर किनेको एकैचोटि गुलियो त भएन अमिलो पनि होइन क्या टर्रो न टर्रो परेर मुख बिगार्दै भए पनि खाइरहेको थिएँ फ्रिजमा राखेर अनि अस्ति पो चट्टै साँधेर खाएको देखेँ है एकजनाले अनि त्यहाँबाट मैले ट्राई गर्छु भनेर मैले चाहिँ भित्र मसलाहरू पस्दैन होला भनेर यसरी मजाले काटेछु पहिला अब यसमा म चाहिँ हल्का नुन राख्छु नुन चाहिँ एकदमै थोरै राख्छु मेरो मसलामा चाहिँ अनि यसमा हल्का राख्छु म धुलो खुर्सानी पिरो चाहिँ म त्यति धेरै खान्न त्यही भएर हल्का मात्रै राख्छु धुलो खुर्सानी चाहिँ बहुत धेरै हुन्छ अनि धुलो खुर्सानी राखेपछि यसमा हल्का कागती त्यसमा चाहिँ धुलो खुर्सानी कागती अनि नुन मात्र राखेर देखेको थिएँ मैले है मैले चाहिँ यसमा टर्रो छ अब अलिअलि कागतीले मिठो हुन्छ कि जस्तो लाग्यो कि अनि म चाहिँ थोरै चिनी पनि राख्छु पिरो मात्रै भन्दा अलिक हुन्छ नि त के गर्नु टिकटक बनाइसकेपछि है अलिकति यसो मिर्च मसला त लगाउनै पर्यो अनि यसमा सबैभन्दा स्पेसल चाहिँ मसँग यो त्यो चटपटेमा हाल्ने मसला बनाएको थिएँ मैले त्यो मसला पनि राख्छु अलिकति यो मिठो छ यो जेमा पनि हाल्न मनपर्छ के मसला कस्तो जेमा पनि मिठो हुने के चटपटेमा त मिठो भयो जेमा पनि हाल्दाखेरि मिठो हुँदो रहेछ चिनी हालेपछि त अलिअलि गुलियो पनि पस्दो रहेछ है अङ्गुरमा अहिले टर्रो थियो अहिले त गुलियो मिठो भयो आजबाट नयाँ रेसिपी है मलाई चाहिँ यो मिठो लाग्यो